हेलो एभ्रिवान, आज चाहिँ मेरो 100 डे च्यालेन्जको डे 24 थियो भने आज चाहिँ मेरो लेग एन्ड सोल्डर डे थियो। अनि मैले वार्म सकिसकेर चाहिँ आज चाहिँ एप्सको यो लोवर एप्सको एउटा वर्कआउट पनि गर्छु भनेर ह्याङ्गिङ नि रेज गरेँ। त्यस पछाडि मैले यो लेग प्रेस गरेको थिएँ। लेग प्रेस जम्मा 5 सेट गरेको थिएँ, लास्ट सेट टिल फेलियर। त्यस पछाडि मैले लेग कल गरेको थिएँ। लेग कल पनि जम्मा 5 सेट, लास्ट सेट टिल फेलियर नै गरेको थिएँ। त्यस पछाडि मैले यो लेग एक्सटेन्सन गरेको थिएँ, यो पनि 5 सेट, लास्ट सेट टिल फेलियर नै गरेको थिएँ। त्यस पछाडि मैले यो स्ट्यान्डिङ काफ रेजेस गरेको थिएँ, यो पनि जम्मा 5 सेट, लास्ट सेट टिल फेलियर नै गरेको थिएँ। त्यस पछाडि मैले सिटेड काफ रेजेस गरेको थिएँ, यो पनि 5 सेट, लास्ट सेट टिल फेलियर नै गरेको थिएँ। त्यस पछाडि आज चाहिँ मैले यो सुपर सेट गरेको थिएँ, यो स्क्वाडको डम्बेल स्क्वाडको, यो चाहिँ जम्मा 3 पल्ट 3 सेट गरेको थिएँ। त्यस पछाडि मैले यो सोल्डरको फिगर 8 वर्कआउट गरेको थिएँ। त्यस पछाडि यो ल्याटरल रेजेस, यो पनि 4 सेट, सोल्डरको चाहिँ सबै वर्कआउट 4 सेट, लास्ट सेट टिल फेलियर नै गरेको थिएँ। त्यस पछाडि यो रियर डेल फ्लाई, यो पनि 4 सेट, लास्ट सेट टिल फेलियर नै। र आजको मेरो बडी वेट 59.200 ग्राम थियो भने आज चाहिँ मैले फोटो खिचिनँ। हेरिदिनु भएकोमा धन्यवाद।